नमस्ते साथीहरू, स्वागत छ फेरि पनि तपाईँको एउटा अर्को भिडियोमा। आजको यो भिडियोमा तपाईँहरूले टिभीको कन्फर्मेसन नम्बर हराइसक्नु भएको छ या त्यो कन्फर्मेसन नम्बरको फोटो तपाईँको मोबाइलबाट डिलिट भइसकेको छ भने त्यो नम्बर कसरी पत्ता लगाउने भन्ने कुरा म सिकाउन गइरहेको छु। साथीहरू, अलि टाइम कम भएर भिडियो सानै बनाउनेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। पक्कै तपाईँले आफूले हराएको कन्फर्मेसन नम्बर पाउनुहुन्छ। त्यसको लागि सबभन्दा पहिला हामीले क्रोम खोल्नुपर्ने हुन्छ। मैले यो भिडियो चाहिँ मोबाइलबाट बनाएको हुनाले तपाईँले मोबाइलबाटै पनि चेक गर्न सक्नुहुन्छ। सेम प्रोसेस ल्यापटपबाट पनि एप्लाई गर्न सक्नुहुन्छ। ल साथीहरू, सबभन्दा पहिला हामीले क्रोम खोल्नुपर्ने हुन्छ। क्रोम खोलिसकेपछि हामीले इडिबीको साइट खोल्नुपर्ने हुन्छ। अनि नेट स्लो नै छ साथीहरू। साइट खोलिसकेपछि सबभन्दा पहिला हामीले चेक स्टेटसमा क्लिक गर्ने। चेक स्टेटसमा क्लिक गरिसकेपछि कन्टिन्यूमा गर्ने र यहाँ हाम्रो पहिले जुन कन्फर्मेसन नम्बर देखिया हुन्छ, चेक गर्नु छ भने कन्फर्मेसन नम्बर थाहा छ भने त्यसमा कन्फर्मेसन नम्बर हाल्ने, थाहा छैन भने फर्गेट कन्फर्मेसन नम्बरमा क्लिक गर्ने र माथि दिएको त्यसपछि खुलेको साइटमा हामीले जे आवश्यक हुन्छ फिल गर्दै जाने। जस्तै अब अहिले 2024 को त 9 बजेतिर आउनेछ। 9 बजेभन्दा पहिला चेक गर्नु मिल्दैन। तैपनि यहाँ 9 बजेपछि हामीले यहाँ 2024 लेखेर त्यसपछि यहाँ फ्यामिली नेम लास्टमा हामीले के हालेको थियौँ त्यो हालेर हैन, त्यस्तै फर्स्ट नेम हालेर त्यसपछि मिडिल नेम हालेर मिडिल नेम छैन भने यहाँ तल टिक लगाउन सकिन्छ। नो मिडिल नेममा छ भने यसमा मिडिल नेम हाल्ने। त्यसपछि डेट अफ बर्थ चाहिँ गलत नहाल्नु हो र साथीहरू, नभए हाम्रो आउँदैन। डेट अफ बर्थ 1999 यो आफ्नो हिसाबले तपाईँको डेट अफ बर्थ कति छ त्यही हाल्नु होला। अनि त्यसपछि साथीहरू यहाँ आफ्नो इमेल नम्बर हालिदिनु होला, किनकि त्यो कन्फर्मेसन नम्बर आउने भनेकै तपाईँको इमेलमा हो। त्यसपछि यहाँ एउटा क्याप्चा हुन्छ, क्याप्चा हामीले एन्टर गर्नुपर्ने हुन्छ। तल जे लेखेको छ सेम एन्टर गर्नुपर्ने हुन्छ। त्यहाँ लेखेको क्याप्चा म एन्टर गर्छु साथीहरू। NU8 क्याप्चा एन्टर गरिसकेपछि हामीले सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ र हाम्रो कन्फर्मेसन नम्बर हाम्रो मेलमा त्यसले गरिदिइहाल्छ। त्यहाँबाट हामीले कन्फर्मेसन नम्बर पत्ता लगाउन सक्छौँ। आजको लागि यो भिडियो साथीहरू यतिकै हो। यति भइसकेपछि यहाँ तपाईँको जस्तै इन्फर्मेसन इन्टर इज नट भ्यालिड लेखेको छ, किनकि मैले 2023 को हालेको हो। 23 मा मैले टिभी नै भरेको थिएन। तर अहिले 24 को 9 बजेपछि 24 को हाल्न मिल्छ साथीहरू। यो भिडियो अलिक पहिल्यै बनाएको हुनाले मैले 24 को चाहिँ हालिन्न। अनि हाम्रो मेलमा जान्छ साथीहरू। यसरी हामीले हराएको इडिबीको कन्फर्मेसन नम्बर पत्ता लगाउन सक्छौँ। साथीहरू, भिडियोलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।